ल साथीहरु, म आज हजुरहरूलाई एउटा जिनिस देखाउन गइरहेको छु। के भन्नुहुन्छ भने हाँसै हो। तर के हाँस हो मलाई पनि थाहा भएन। हाँसै हो। हाँसै भन्दाखेरि हाँस्ने हाँस होइन, यो क्या जीव जन्तु हाँस है म देखाउन गइरहेको छु। यिनीहरू चारजनाले कतिवटा छोराछोरी बच्चा काटेको रहेछ, म देखाउन गइरहेको छु। हेरिदिनु होला है सबैजनाले। लु हेर्नुहोस्, यी हाँसको बच्चा कति हो आमा, कहाँ फुल पार्छ, कहाँ बच्चा काट्छ कतिखेर। यो के हो, यत्रो भइसकेछ हुर्किएर हो टिउरा है। जम्मा चाडा छन् ठुल्ठुला चाहिँ, बच्चा चाहिँ कति हो यी हेर्नुहोस्। त्यता हो चारवटा ठुलो चारवटा, अनि सानो चाहिँ कतिवटा 1 2 3 4 5 आमा गन्ती गर्नै सक्दैन। 2 गुणको 3 6 7 8 9 10 11 12 13 14 15 16 17वटा जस्तो लाग्यो। गएको टङ यस्तो छ है। लु गयो खोलातिर यसो भिडियो गरेको। लु मेरो भिडियो गरेर सबलाई देखाउने पर्यो भनेर भाग्यो। यस्तो चङ्खा हुन्छ कि सबै जङ्गलतिर पस्यो नि बरङरङ हो। खोलातिर बरङरङ गइरहेछ। खरङ खोलातिर गइरहेको छ। सबै यो खोलामै बस्ने हो जङ्गलमा। तर कहाँ काटेको थियो बच्चा थाहा भएन हो। सट्ट खोलातिर पस्यो। काग पनि त्यहाँनिर उडिरहेको छ। दृश्य म यसो देखाउनु पर्यो भनेको देखाएको भाग्य। बरङरङ खोलातिर पसेको छ यिनीहरू सबै। यो चाहिँ किरेको ग्याचिनो पाटोको है दृश्य यस्तै छ। यताबाट कहाँ गयो, यताबाट सट्टै खोलातिर पस्यो। काग पो बसिरहेको छ। यो चाहिँ काग है। खोलामा तल खोला पुगेछ बरङरङ। साथी हो हेर्नुहोस् भाइ। लु का गर्दैछ, काग कराइरहेछ। काग पनि कराइरहन्छ।